सम्पूर्ण महानुभावहरुमा अबको केही समयमै कर्फ्यू आउट सुरु हुँदैछ। तपाईहरु सुरक्षित रूपमा आफ्नो घरमा आफ्नो बसोबास स्थलमा लागिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यति बेला महानगरपालिकाको दमकल आइपुगेको छ र यो आगो नियन्त्रण गर्दैछ। दर्शकवृन्द देख्न सक्नुहुन्छ सिसा कहाँनिर यहाँ दमकलको देख्न सक्नुहुन्छ तपाईले। महानगरपालिकाको दमकल यहाँ टुक्रा टुक्रा भएको छ देख्न सक्नुहुन्छ अगाडि सिसा। नमस्कार, म कृष्ण कटेल। यतापट्टिको घर हेर्नुस् त कुनै द्वन्द्वग्रस्त मुलुक सिरियाको जस्तो अथवा कुनै युक्रेनको दृश्य जस्तो देख्न सक्नुहुन्छ। तर नझुकिनुस्, यो नेपालको दृश्य हो, यो तिनकुनेको दृश्य हो। यहाँ व्यक्तिका घरमा यसरी सिसा फुटाइएको छ, आगजनी भएको छ, आगो लागेको छ र भर्खरै दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरेको छ। जुन राजावादीहरूको एउटा हजारौं आन्दोलन र हजारौं सहभागिता हुँदै गर्दा प्रहरीले जुन अश्रु ग्यास प्रहार गर्न थाल्यो र त्यसपछि उत्पन्न भिडले र त्यो एउटा उत्तेजनाले, त्यो आक्रोशले निम्ति आएको परिणाम हो। विभिन्न घरहरू यसरी क्षतिग्रस्त भएका छन्। यद्यपि हजुर सर, घरबाट अश्रु ग्यास आयो होइन, केपी ओली नेतृत्वको सरकारले घरभित्रबाट सादा पोसाकमा प्रहरीबाट अश्रु ग्यास र ढुङ्गा प्रहार गरेको अवस्था हो। त्यो भन्न सक्नु पर्यो। नेपाली जनता, नेपाली नागरिक भनेको एउटा वीर गोर्खालीको इतिहास बोकेको इतिहास छ हामीसँग। हामी शान्ति चाहन्छौँ होइन त, बिल्कुल चाहन्छौँ। यो वर्दीधारी ठेक्का राखोस्। हाम्रो करको पैसाले तलब खुवाएर पालेका ठुल्ठुलो भुसिया भुकाई नभुके हुन्छ, यिनीहरूले ठेक्न सक्दैनन्। त्यो चारवटा नेपाल सरकारले जनताको करबाट खाएको तलबबाट आज नेपाली जनताले संयमतापूर्वक राष्ट्रवादी जनसमुदायहरूले, हाम्रो मेरा अग्रज र मेरा प्रिय अनुजहरूले राष्ट्रको मायाका निमित्त आफ्नो राष्ट्रप्रतिको समर्पण भाव देखाइसकेका छन्। औँला थिच्न र मुठी कसेर त्यो ग्रेनेडको पिन तान्न हामीलाई पनि आउँछ। आज हामीले संयमता अपनाएको हो। आजबाट देशमा राजतन्त्र आइसक्यो, घोषणा हुन बाँकी छ। तेस्रो जनआन्दोलन जसरी गरिएको छ, देशमा नागरिक आन्दोलन भन्नुस्। देशको चाबी दिल्ली दरबार, युरोपियन दरबार लगेको चाबी अब नारायणी दरबारमा ल्याउने प्रयास सुरुवात भइसक्यो। घोषणा हुन मात्रै बाँकी छ। देशमा राजतन्त्र आइसक्यो। कतिको डर लाग्यो, कतिको त्रास भयो आज भन्नुहोस् त। देश बचाउनलाई के को डर? डरको कुरा गर्नुहुन्छ यहाँ नि। यहाँ हेर्नु, सँगै बसे साथीले गोली खायो, रगतको यहाँ हेर्नु वीर गोर्खाली हो हामी। तपाईँहरू त प्रेसर त के को डर? तपाईँ के को पार्टीको छोली? अति भएन के पार्टीको छोली हो? के कुरा गर्नुहुन्छ? क्वेसन पनि लाटोले छोले जस्तो सेरेको झोले हो। मनोबल तपाईहरुको यो बाटो कसले बनाएको? यो बाटो कसले बनाएको? अहिलेसम्मको देशको संरचना राजा महेन्द्रले बनाएको संरचनाबाट चलिरहेछ। यो देश कसले बनाएको? यदि दम छ भने केपीले बनाओस्, केपी ओली रोड नाम लेखेर देओस् न त होइन। अहिलेसम्मको देशको संरचना 14 अञ्चल 75 जिल्ला 5 वटा विकास क्षेत्र कसले बनायो? अहिलेसम्म तपाईँ कहाँ पढ्नु भएको? त्रिभुवन युनिभर्सिटी होला, त्यो कसले बनायो? त्रिभुवन राजाले आफ्नो दाइजोबाट आएको सम्पत्तिबाट बनाएको सम्पत्ति हो त्यो है। यो देश राजा भनेको व्यक्ति होइन, राजा भनेको यो देशको एकीकरणको लिगेसीबाट आएको संस्था हो। सशस्त्र प्रहरी नेपाल प्रहरीको जुन आन्दोलनमै प्रयोगको लागि ल्याइएको पानीका जुन ट्याङ्करहरू छन्, यसैबाट आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आन्दोलन आज अन्त्य होइन, त्यसो भए अन्त्य होइन, यो त सुरुवात हो। यो सुरुवात हो, आन्दोलनको सुरुवात पनि होइन, यो अन्त्य पनि होइन, यो आन्दोलन हो। त्यस्ताहरूले अब यो देशमा म शासन गर्छु भनेर नचिताए हुन्छ। यी आवाज भनेका नेपाली नागरिकका आवाज हुन्। यो 2072 को अवैध दस्तावेज, जुन अवैध दस्तावेज सिङ्गो मधेसी समुदायलाई बाइकट गरेर राखिएको थियो, त्यो अवैध दस्तावेज हामीलाई स्वीकार छैन। म सिङ्गो मधेसको प्रतिनिधित्व गरेर आज तपाईँहरूको मिडियाबाट घोषणा गर्न चाहन्छु, या त जय देश जय नरेश, नभए स्वतन्त्र देश अपना मधेस। हामी आफ्नो मधेस पनि स्वीकार गर्न तयार छौँ, सञ्चालन गर्न सक्षम छौँ। यदि राष्ट्रको माया यी कथित तथाकथित यी पाखण्डी यी पहाडिया शासकहरूलाई यदि छ भने तपाईले फेरि अखण्डताको कुरा नगर्नुस्। अखण्डताको कुरा तपाईले मलाई सिकाउने होइन। हिजोको दिनमा नवआगन्तुक नेपालीहरूलाई तपाईँ सुन्नुहोस्, हिजोका दिनमा नवआगन्तुक नेपालीहरूलाई त्वमेव शरणम भन्ने तत्त्वहरूले हामीलाई नेपालीपनको आवाज सिकाउनु पर्दैन। सिङ्गो मधेसले यो 2072 को अवैध दस्तावेज अस्वीकार गरेको अवस्था छ। आज हामी के भन्दैछौँ? जय देश जय नरेश। हामी राज संस्था बाहेक कुनै पनि झापा काण्ड मचाउनेहरू, कोशी टनकपुर महाकाली जस्ता अनगिन्ती काण्ड मचाउनेहरूको नेतृत्व स्वीकार गर्नेवाला छैनौँ। यो हाम्रो अन्तिम दृढ निश्चय हो।
राष्ट्र बचाउनु छ भने थ्याङ्क यू सर। दिल्लीको 5 स्टार होटलमा बसेर नेपाली मराएर है दिल्लीको 5 स्टार होटलमा बसेर जङ्गलमा बसेको छु भनेर हाम्रा नेपाली दाजुभाइ मराएर बसेको बनेको व्यवस्था हामीलाई चाहिँदैन। हामीलाई नेपाली दाजुभाइलाई माया गर्ने यहाँनिर उद्योग कलकारखाना खोल्ने त्यस्तो व्यवस्था चाहिएको। नेपालीलाई माया गर्ने म तपाईँलाई माया गर्न सकूँ त्यस्तो व्यवस्था खोजेको हामीले। दिल्लीको 5 स्टार होटलमा बसेर युरोपियन एनजिओ आइएनजिओबाट यहाँ बसेर नेपाली भडाउने लडाउने त्यस्तो व्यवस्था हामीले खोजेको होइन। शुभ नाम सर? मेरो नाम कृष्ण राज अर्याल। थ्याङ्क यू सर। आन्दोलन पछिको यो अवस्था हेर्नुहोस् त, यो सडकको स्थिति, ढुङ्गा धुलो धुवाँ इँटाका टुक्राहरू, घरको आगजनी सिसा फुटेका छन् र यो अवस्थामा सरकारले के गर्ला आगामी दिनमा सुरक्षा रणनीति त्यो हेर्न बाँकी रहेको छ गृह प्रशासनले। र हामी यहाँ नेपाल रेड क्रस सोसाइटीको टिम देखाइरहेका छौँ। तपाईँहरू कति बजेदेखि हुनुहुन्छ सर फिल्डमा? सर नमस्ते। हजुर नमस्ते। शुभ नाम सर? मेरो नाम भक्तचन्दन बाराही। तपाईँहरू चाहिँ यो उसमा हुनुहुन्छ, अघिदेखि नै हुनुहुन्छ फिल्डमा? हजुर हामी बिहान 10 बजेदेखि नै यता परिचालित छौँ। कतिजनाको अहिलेसम्म घाइते भएको रेकर्ड छ कि के छ? घाइते भएको रेकर्ड भनेर अब त्यस्तै नै भनेर चाहिँ हामीले भन्न सकिनँ, तर लगभग अब टेन्टेटिभली चाहिँ त्यस्तै 10-15 जना जति चाहिँ हामीले चाहिँ हेरेको छ। हाम्रो रेस्क्यु टिमले गर्नुभयो? हजुर प्राथमिक उपचार गर्नुभयो? प्राथमिक उपचार रेस्क्यु डुबै भनौँ न। हजुर सर। कतिजनाको टोली हुनुहुन्छ यहाँहरू? हाम्रो अहिले त्यस्तै 6 जनाको टोली छ। यहाँको मूल्याङ्कनमा केही प्रहरीले दमन गरेको भन्ने लाग्छ लाग्दैन? होइन सर, हामीले त्यस्तो केही नै त भन्न मिल्दैन। यद्यपि यहाँले जसरी 8-10 जनाको एउटा प्राथमिक उपचार गर्नुभयो, सबैको अवस्था के सामान्य छ कि गम्भीर हुनुहुन्छ? हजुर गम्भीर भनेर चाहिँ अहिलेसम्म त्यस्तो चाहिँ कोही आइसकेको चाहिँ छैन अहिलेसम्मको चाहिँ। हस् धन्यवाद सर। अगाडिपट्टि प्रहरीको ट्राफिक प्रहरीको यो जुन देख्न सक्नुहुन्छ निकै भत्किएको छ, यो पनि आन्दोलनकारीले लडाइदिएका छन्। अबको केही समयमा कर्फ्यू सुरु हुँदैछ। कर्फ्यू लागू गर्यो। एम्बुलेन्स मेरै अगाडिबाट कुदिरहेको छ। यो बाटोभरि ढुङ्गा छ, इँटाका टुक्राहरू छन्, देख्न सक्नुहुन्छ अश्रु ग्यासका यो फोकाहरू छन्, अश्रु ग्यास लगायत। अहिले यहाँको शान्ति सुरक्षा कायम गर्न प्रहरीले खोजिरहेको छ। यद्यपि आन्दोलनकारीहरू ससाना गल्लीबाट भए पनि भित्र छिर्ने प्रयास गरिरहेका छन् र यति बेला देख्न सक्नुहुन्छ एकदमै ढुङ्गा हानिरहेका छन् र प्रहरीले लखेटेको छ यति बेला। ओहो, यहाँ बोल्दा बोल्दै अहिले भर्खरै मात्रामा यो अवस्था सिर्जना भयो र अघिदेखि नै हामी देखिरहेका छौँ यो अशान्त वातावरण छ। केही अगाडिपट्टि आगो लाग्ने क्रम जारी छ। दमकल आएको छैन सर यतापट्टि? दमकल आउन पनि दिएनन्। यहाँ हेर्न सक्नुहुन्छ आउन लागेको दमकललाई पनि रोकिएको छ। अगाडिपट्टिको दृश्य देख्न सक्नुहुन्छ, आगो बलिरहेको छ घरमा। यो आन्दोलनकारीहरूले विभिन्न घरको सिसा पनि फुटाइदिएका छन् र यो आन्दोलनको नेतृत्व गर्ने विषयमा अलिकति कमजोरी हामी पक्कै पनि देख्छौँ। सुरुवातमै जुन दुर्गा प्रसाई कोटेश्वरबाट आइसकेपछि सिधै सभास्थलमा जानुपर्नेमा उहाँ हाइवेबाट कोटेश्वर हुँदै यता बानेश्वर जान लाग्नुभयो। त्यसैको कारणले पनि धेरै युवाहरू तितरबितर भए र अलिकति संयमता, धैर्यता, आन्दोलन तातै खाउँ जली मरौँ हुँदैन। 62-63को आन्दोलनमा पनि 19 दिने जनआन्दोलन भएको थियो र त्यसपछि मात्रै एउटा उपलब्धि हासिल भएको थियो अथवा राज संस्थाको अन्त्य भएर गणतन्त्र स्थापना भएको थियो। र अब राजावादीले फेरि गणतन्त्रको अन्त्य भएर राजा नै चाहिने हो भने त्यो तातै खाउँ जली मरौँ एकै दिनमा हुँदैन। त्यो हिसाबमा अलिकति संयमता, धैर्यता अपनाउनु पर्छ। दर्शकवृन्द, हरेक दशक अथवा 2 दशकको बिचमा नेपाली जनताले अशान्त वातावरण खेप्नु परिरहेको छ। 62-63को परिवर्तन, त्यस बेलाको 19 दिने जनआन्दोलन, त्योभन्दा अगाडिको 10 वर्षे सशस्त्र युद्ध, त्यसबाट बितेका 17,000 नेपाली दाजुभाइ दिदीबहिनीहरूको, गरिबहरूको त्यो लास, त्यसमाथि चढेर आएको गणतन्त्र र त्यहाँ शासक जसरी उनीहरूले गर्ने शासनबाट जनता सायद चित्त नबुझेर यसरी सडकमा निस्किनु भएको छ। यो गणतन्त्रको जुन व्यवस्थामा टेकेर शासन गर्नेहरूले निकै सोच्न पर्ने अवस्था छ। दर्शकवृन्द, एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री हुने लालचा, मलाई त ज्योतिषीले भनिदिएको छ म त 7 चोटि प्रधानमन्त्री हुन्छु भन्ने खालको त्यो एउटा लालसा, त्यो खालको दम्बले गर्दा हुनसक्छ गणतन्त्र निकै कमजोर भएको यो आजको दृश्यले बताउँछ। दर्शकवृन्द, हामी कुनै पक्ष पोषण गर्न परेको छैन। यो ग्राउन्ड जिरोको स्थिति देख्न सक्नुहुन्छ। यहाँ जनताहरू स्वस्फूर्त रूपमा जसरी तिनकुनेमा हजारौँ भिड जम्मा हुँदै थियो, यसबाट गणतन्त्रवादीहरूले सच्चिन पर्ने आवश्यकता छ। यदि यही व्यवस्थामा टेकेर जनतालाई सुशासन कायम गर्ने हो, भ्रष्टाचार शून्य शासन लागू गर्ने हो भने, अर्थात् यो देशको जुन अभाव बेरोजगारीलाई हल गर्ने हो भने अब एउटा
दिगो विकास नगरी हुने छैन। हुन त धेरैले भन्ने गरेका छन् जसरी राज संस्थामा बोल्न पाइन्न थियो, एउटा सूचनाको हक थिएन र कारबाही हुन्थ्यो, आफ्नालाई पाखा अरूलाई काखा गरिन्छ भन्ने गरिन्थ्यो। तर अहिले गणतन्त्रमा पनि आफ्नाहरूलाई मात्रै जुन पक्ष पोषण गरेको भन्ने जुन परिदृश्य देखिन्छ, जनताहरूको आरोप छ, अवस्था छ, त्यसले पनि साँच्चै पनि यो यतापट्टिको दृश्य देख्न सक्नुहुन्छ तपाईँले। यो तिनकुने पुलभन्दा अगाडि आन्दोलनकारीहरू जान पाएनन्, तर यो ढुङ्गा मुढाको स्थिति देख्दा यो तिनकुनेसम्म आइपुगेका थिए र साँच्चै पनि जसरी राजाको पालाको कुराकानी गर्दा एउटा वाक स्वतन्त्रता थिएन भन्ने कुरा यिनीहरूले भन्छन्, कतिपयले, भोग्नेहरूले। तर अहिले गणतन्त्रमा बोल्नमा पाउनु मात्रै सबै ठुलो कुरा हो भने यहाँको भ्रष्टाचार हेरिरहनु पर्ने, कराइदिनु मात्रै पर्ने, कारबाही नहुने, यहाँको आफ्नो एउटा आफ्नालाई मात्रै काखा च्याप्ने र अरूलाई चाहिँ विदेशका खाडीदेखि लिएर अरू मुलुकहरूमा लखेट्ने प्रवृत्ति अथवा त्यो जान बाध्य बनाउने खालको अवस्था सिर्जना भएको छ। त्यसबाट साँच्चै पनि अब नेपाली समाजमा जनताहरूले केही न केही डेलिभरी खोजेरै हो। यहाँ राजा आओस् अथवा गणतन्त्र आओस्, जनतालाई डेलिभरी चाहिएको छ। पक्कै पनि यो आन्दोलनमा आज धेरै घाइते भएको सूचना पनि आएको छ।